यस एक्सप्लेनरमा स्वागत छ। परीक्षा ठिक अगाडि तनावले थिचिएर किताबको पाना हेर्दा हेर्दै ध्यान भड्किने समस्या कति दर्दनाक हुन्छ त्यो हामी सबैलाई थाहा छ। मुटुको धड्कन बढिरहेको हुन्छ तर दिमाग भने अन्तै उडिरहेको हुन्छ। आजको यो एक्सप्लेनर एउटा यस्तो विज्ञानमा आधारित टुल किट हो जसले दिमागलाई भड्काउने बाह्य र आन्तरिक सबै कुरालाई बन्द गरेर फोकसलाई ठ्याक्कै ट्र्याकमा ल्याउन मद्दत गर्नेछ। यो कुनै हावाकुरा वा प्रेरणादायी भाषण मात्र होइन है, यो त तनावग्रस्त मस्तिष्कलाई शान्त र एकदमै नियन्त्रित बनाउने ठोस वैज्ञानिक तरिका हो। आउनुहोस्, फोकस बढाउने यो व्यवस्थित मार्गचित्रका 5वटा चरणहरू सर हेरौँ। पहिलो, परीक्षा अगाडिको फोकस सङ्कट। दोस्रो, डोपामाइन बेसलाइनको पुनर्संरचना। तेस्रो, ध्यान भट्काउने तत्त्वहरूको अन्त्य। चौथो, उत्तम अध्ययन सत्रको संरचना। र अन्त्यमा केन्द्रित मस्तिष्कलाई ऊर्जा। अगाडि बढौँ। सबैभन्दा पहिले कुरा गरौँ खण्ड 1 को बारेमा, परीक्षा अगाडिको फोकस सङ्कट। कहिलेकाहीँ सोच्न बाध्य भइन्छ नि, 3 घण्टा लगातार सामाजिक सञ्जालमा स्क्रोल गर्न कति सजिलो छ, तर 15 मिनेट किताब अगाडि राखेर बस्न असम्भव जस्तै किन लाग्छ? धेरैलाई यो आफ्नै अल्छीपना जस्तो लाग्न सक्छ, तर विश्वास गर्नुहोस्, वास्तविकता यो होइन। अनुसन्धानले नै देखाएको छ कि आजकाल मानवको ध्यान केन्द्रित गर्ने क्षमता एउटा सानो गोल्डफिसको भन्दा पनि तल पुगिसकेको छ। यो इच्छा शक्तिको कमीले गर्दा पक्कै होइन, यो त सिधै हाम्रो मस्तिष्कको डोपामाइन प्रणालीको अपहरण हो। हाम्रो दिमाग सधैँ डोपामाइनको भोको हुन्छ। परीक्षा नजिकिँदा तनाव बढ्छ र दिमागले त्यो तनावबाट भाग्न एकदमै सजिलो बाटो खोज्न थाल्छ। अनि 15 मिनेट गहिरिएर पढ्नुभन्दा 3 घण्टा स्क्रोल गर्नु धेरै सजिलो उम्किने बाटो बनिदिन्छ। यो कुरा बुझ्न अझ सजिलो छ। एकातिर सर्ट फर्म भिडियोहरू छन् जसले बिना कुनै मेहनत तत्कालै डोपामाइनको बाढी नै ल्याइदिन्छन्। अर्कोतिर शैक्षिक अध्ययन छ जहाँ सफलता वा डोपामाइन पाउन निकै ढिलो हुन्छ र कडा मानसिक प्रयास चाहिन्छ। हाम्रा डिजिटल ग्याजेटहरू यसरी डिजाइन गरिएका छन् कि तिनले मस्तिष्कलाई सिक्ने प्राकृतिक इच्छाबाटै वञ्चित गरिदिन्छन्। किताबका पानाहरू पल्टाउँदा स्क्रिनमा जस्तो अचम्मको दृश्य आउँदैन, यसले तत्काल कुनै खुसी पनि दिँदैन। त्यसैले एउटा थकित र परीक्षाको डरले आत्तिएको विद्यार्थीको दिमागले अचेतन रूपमै त्यो कडा मानसिक प्रयासबाट भागेर शून्य प्रयास लाग्ने सर्ट फर्म भिडियोको शरण लिन पुग्नु एकदमै स्वाभाविक जैविक प्रतिक्रिया मात्र हो। साँच्चै फोकस गर्नको लागि नि मस्तिष्क एउटा एकदमै विशिष्ट रासायनिक अनुक्रममा भर पर्छ। पहिलो हो एपिनेफ्रिन, जसले काम सुरु गर्ने सुरुवाती ऊर्जा वा धक्का दिन्छ। यसलाई कहिलेकाहीँ हामी परीक्षाको डर वा चिन्ताको रूपमा पनि महसुस गर्छौँ। त्यो डरले केही गर भनेर धक्का त दिन्छ, तर दोस्रो रसायन एसिटाइलकोलिन बिना त्यो ऊर्जा फोकसमा परिणत हुनै सक्दैन। त्यो केवल आत्तिने वा प्यानिक हुने अवस्थामा बदलिन्छ। एसिटाइलकोलिनले नै ध्यानलाई एकै ठाउँमा लक गरेर राख्छ र अन्त्यमा आउँछ डोपामाइन, जसले सफलताको पुरस्कार दिन्छ। तर हामीले गर्ने मल्टिटास्किङ र लगातारको डिजिटल उत्तेजनाले यो पुरै अति संवेदनशील न्युरोकेमिकल प्रक्रियालाई चकनाचुर पारिदिन्छ। अब अगाडि बढौँ हाम्रो दोस्रो खण्डतिर, डोपामाइन बेसलाइनको पुनर्संरचना। मस्तिष्कलाई कसरी फेरि पढ्न मन लाग्ने बनाउने त? अति उत्तेजित मस्तिष्कलाई शान्त पार्ने सबैभन्दा अचूक उपाय भनेको बोर्डम अर्थात् दिक्कलाग्दो अवस्थालाई मज्जाले अँगाल्नु हो। यसलाई 7 दिने बोर्डम च्यालेन्ज पनि भनिन्छ। कुनै पनि ग्याजेट वा मनोरञ्जन बिना दिनको 10 देखि 15 मिनेट जानी केही पनि नगरेर बस्दा मस्तिष्कको डोपामाइन बेसलाइन स्वाट्टै कम हुन्छ। सुन्दा अचम्म लाग्ला, तर यो एउटा रिसेट बटन जस्तै हो। परीक्षाको यति धेरै चाप भएको बेला केही नगरी बस्न पक्कै गाह्रो लाग्छ, तर यसले हाम्रा थकित न्युरोनहरूलाई ठूलो आराम दिन्छ। यसो गर्दा सामान्य किताब पढ्ने जस्तो साधारण कामले पनि मस्तिष्कलाई धेरै सन्तुष्टि दिन थाल्छ। अध्ययनहरूले के देखाएका छन् भने यो सानो अभ्यासले मात्रै पनि समग्र फोकस अचम्म लाग्दो रूपमा 42% बढाउन सक्छ। यो त साँच्चै नै गेम चेन्जर हो। एकाग्रता भनेको शारीरिक रूपमा हाम्रो आँखाको चालसँग प्रत्यक्ष जोडिएको हुन्छ। भड्किएको मनलाई नियन्त्रणमा ल्याउने एउटा गजबको उपाय भनेको पहिला आफ्ना आँखाहरूलाई नियन्त्रण गर्नु हो। थाहा छ, उच्च ध्यान केन्द्रित भएका व्यक्तिहरू 1 मिनेटमा जम्मा 7 पटक मात्र आँखा झिम्क्याउँछन्। त्यसैले किताब खोल्नुभन्दा अगाडि भित्ताको कुनै बिन्दु वा कलमको टुप्पोमा 90 सेकेन्डसम्म आँखा नझिम्क्याई हेर्ने अभ्यास गर्न सकिन्छ। यो प्राचीन वैदिक त्राटक प्रविधि हो जुन अहिले अमेरिकी सैन्य दृष्टि निर्धारण ड्रिलहरूमा समेत प्रयोग हुन्छ। यो साधारण भिजुअल तालिमले 1 हप्तामै फोकस गर्ने शक्तिलाई 30%ले बढाउन सक्छ।
आफ्नै भड्किरहेको ध्यानलाई म्यानुअल रूपमै नियन्त्रणमा लिने यो कति राम्रो तरिका हो होइन त? अब पालो खण्ड 3को ध्यान भट्काउने तत्त्वहरूको अन्त्य। यहाँ हामी फोकसका दुश्मनहरूलाई कसरी सिद्ध्याउने भनेर हेर्छौं। अध्ययन गर्नुअघि एउटा बलियो एन्टी डिस्ट्र्याक्सन बबल अर्थात् सुरक्षित घेरा बनाउनु एकदमै जरुरी छ। एकातिर फोनको नोटिफिकेसन जस्ता बाह्य अवरोधहरू हुन्छन् जसलाई सजिलै एप ब्लकरहरू प्रयोग गरेर हटाउन सकिन्छ। तर अर्कोतिर हुन्छन् अझ खतरनाक आन्तरिक अवरोधहरू, जस्तै परीक्षाको बेला भित्रभित्रै मैले किन पहिले नै पढिन भन्ने पछुतो वा फेल भयो भने के होला भन्ने भविष्यको डर। यी डर र चिन्ताहरूले हाम्रो मस्तिष्कको ठूलो ऊर्जा चुपचाप खाइरहेका हुन्छन्। यी भावनात्मक बोझ र काल्पनिक परिदृश्यहरूलाई पनि बाह्य अवरोधलाई जस्तै जानाजानी त्याग्नु नितान्त आवश्यक छ। ल्यापटपमा एकैपटक धेरै ट्याबहरू खोलेर बस्दा हामीलाई लाग्न सक्छ, ओहो मैले त कति धेरै काम गरिरहेको छु। तर विज्ञानले अर्कै कथा भन्छ। कार्य परिवर्तन अर्थात् मल्टिटास्किङले हाम्रो 40% उत्पादक समय त्यसै नष्ट गरिदिन्छ। मस्तिष्कले हरेक पटक नयाँ ट्याब हेर्दा आफ्नो फोकसलाई फेरि सुरुबाटै समायोजन गर्नुपर्छ, जसले एकदमै छिटो मानसिक थकान निम्त्याउँछ। त्यसैले सबै अनावश्यक ट्याबहरू बन्द गर्नु मस्तिष्कको रक्षा गर्ने एउटा अनिवार्य संयन्त्र नै हो। यो वन ट्याब नियम अपनाउनुहोस्। अध्ययन गर्दा एउटा विषय, एउटा स्क्रिन र एउटा मात्र स्पष्ट मिशन हुनुपर्छ। यो कडा नियमले ध्यान भड्किने सम्भावनालाई लगभग शून्यमा झार्दिन्छ। आन्तरिक भावनात्मक अवरोधहरू स्मार्टफोन जत्तिकै वा त्यो भन्दा पनि बढी खतरनाक हुन्छन् भन्ने कुरा अघि नै गरियो नि। परीक्षा दिने तयारी गरिरहेको अवस्थामा आफूले विगतमा गरेको समयको बर्बादीलाई लिएर आफैलाई माफ गर्न सक्नुपर्छ। समय खेर फाले भनेर आफैलाई सराप्दै बस्नु भनेको बचेको बाँकी समयलाई पनि बर्बाद गर्नुबाहेक केही होइन। विगतमा जे भयो भयो, त्यसलाई बदलेर फेरि राम्रो बनाउन सकिँदैन, तर वर्तमानलाई भने पक्कै हाम्रो नियन्त्रणमा राख्न सकिन्छ। यो मनोवैज्ञानिक राहत महसुस गरेपछि मात्रै सम्पूर्ण ऊर्जा तत्कालको अध्ययन सत्रमा केन्द्रित गर्न सम्भव हुन्छ। दुश्मनहरूलाई हराएपछि अब जाउँ खण्ड 4 तर्फ, उत्तम अध्ययन सत्रको संरचना कसरी गर्ने त? स्ट्यानफोर्ड विश्वविद्यालयको अनुसन्धानले देखाएको छ कि हाम्रो मस्तिष्कले प्राकृतिक 90 मिनटको अल्ट्राडियन लयमा काम गर्छ। यसको मतलब के हो भने परीक्षाको अघिल्लो रात डरको कारण लगातार 4 घण्टा अध्ययन गर्ने म्याराथन प्रयास जीवविज्ञानको नियम विरुद्ध छ। लगातार पढ्दैमा धेरै कुरा याद हुन्छ भन्ने सोच्नु एकदमै गलत हो। ठ्याक्कै 90 मिनटपछि दिमागको ऊर्जाको ट्याङ्की पुरै खाली हुन्छ। त्यसपछि पनि जबरजस्ती पढ्न खोज्नु भनेको पेट्रोल नभएको गाडीलाई धकेल्नु जस्तै हो। उचित 20 मिनटको विश्राम बिना लगातार गरिएको अध्ययन पूर्ण रूपमा अर्थहीन हुन्छ र यसले थप मानसिक थकान मात्र बढाउँछ। अब यदि कसैलाई 90 मिनटको लय अलि लामो लाग्यो भने अर्को एउटा एकदमै प्रभावकारी विकल्प पनि छ। त्यो हो 52/17 को नियम। यसले अलि छोटो तर तीव्र अध्ययनको समय प्रदान गर्छ। 52 मिनटको कडा मङ्क मोड अध्ययनपछि ठ्याक्कै 17 मिनटको ब्रेक लिइन्छ। परीक्षाको समयमा ब्रेक लिँदा पनि ओहो पढाइ छुट्यो कि भन्ने अपराधबोधले सताउँछ नै हामीलाई। तर यो 17 मिनटको ब्रेक पूर्ण रूपमा अपराधबोध रहित हुनुपर्छ, किनकि पढेको कुरालाई मस्तिष्कमा गहिरोसँग भण्डारण गर्न आराम अनिवार्य छ। यो विश्रामको समयमा उठेर तन्किने, अलिकति नाच्ने वा गहिरो सास फेर्ने गर्न सकिन्छ। यी लयहरूमा निरन्तर मोटिभेटेड रहनको लागि अध्ययनलाई एउटा रमाइलो खेल जस्तै बनाउन सकिन्छ। पुरै बाक्लो किताब एकैपटक सकाउने ठूलो लक्ष्य राख्दा दिमाग पहिल्यै डराउँछ। त्यसैले अध्ययन सामग्रीलाई साना, सजिलै पूरा गर्न सकिने मिशनहरूमा टुक्राउनुपर्छ। हरेक सानो खण्ड वा एउटा पृष्ठ सकेपछि छेउमा स्टार बनाउने वा रङ्गीन चेकमार्क लगाउने गर्नाले मस्तिष्कलाई मैले केही प्रगति गरेँ है भन्ने सन्देश जान्छ। यसबाट सन्तुष्टिको सानो तर तत्काल डोपामाइन हिट मिल्छ, जसले अर्को पाना पल्टाउने ऊर्जा दिन्छ। न अन्तमा हाम्रो अन्तिम खण्ड 5 केन्द्रित मस्तिष्कलाई ऊर्जा। यहाँ हामी हाम्रो जैविक मसिनलाई परीक्षाको लागि कसरी तयार पार्ने भनेर हेर्नेछौँ। यो परीक्षा पूर्वको चेकलिस्टले भौतिक शरीरलाई मानसिक प्रयासको लागि पूर्ण रूपमा तयार पार्छ। ओछ्यानमा ढल्किएर पढ्दा मस्तिष्कले अब सुत्ने बेला भयो भन्ने सङ्केत पाउँछ र अल्छीपना सुरु हुन्छ। त्यसैले मेरुदण्ड सिधा राखेर बस्नुपर्छ, जसले स्नायु प्रणालीको प्रवाहलाई म्याक्सिमाइज गर्छ। साथै राति नसुती पढ्ने बानी एकदमै घातक हुन सक्छ है। दिनभरि पढेको कुरालाई स्थायी सम्झनामा लक गर्न 7 देखि 8 घण्टाको निद्रा नितान्त आवश्यक छ। यो नन्नेगोस्टेबल हो। भोक लाग्दा बदाम, डार्क चकलेट जस्ता स्मार्ट स्न्याक्स खाने र एकाग्रताको लागि बाइनरल बीट्स जस्ता शान्त सङ्गीत सुन्नाले मस्तिष्कको कार्यक्षमता सधैँ उच्च बिन्दुमा रहन्छ।
फोकस गर्न नसक्नुको एउटा अत्यन्तै साधारण तर सधैँ व्यवस्था गरिने कारण पानीको कमी हुन सक्छ। मस्तिष्क मुख्यतया पानीले बनेको हुन्छ। परीक्षाको तनावमा हामी अक्सर पानी पिउने बिर्सिन्छौँ, तर अनुसन्धानले देखाउँछ कि थोरै मात्र पानीको कमीले पनि मस्तिष्कका कोषहरू साँच्चीकै खुम्चिन थाल्छन्। यसले अध्ययनको लागि आवश्यक पर्ने महत्त्वपूर्ण स्नायु सङ्केतहरूको प्रसारणलाई सुस्त बनाउँछ वा नष्ट नै गरिदिन्छ। टाउको दुख्ने वा धमिलो महसुस हुने पहिलो कारण प्रायः यही डिहाइड्रेसन हुन्छ। त्यसैले पढ्दा सधैँ छेउमा पानीको बोतल राख्नु र पिइरहनु अत्यन्तै महत्त्वपूर्ण छ। अन्त्यमा भन्नुपर्दा फोकस कुनै आनुवांशिक वरदान होइन जुन केही भाग्यमानीहरूले मात्र पाउँछन्, बरु यो त निरन्तरको तालिमबाट बलियो बनाउन सकिने एउटा मांसपेशी हो। यी विज्ञानमा आधारित उपकरणहरूको प्रयोग गरेर ध्यानलाई पूर्ण रूपमा नियन्त्रण गर्न र परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन पक्कै सम्भव छ। विगतको तनावलाई बिर्सेर अब एउटै मात्र कुराको निर्णय गर्न बाँकी छ। प्रश्न यो हो कि अब ध्यान भड्काउने सजिला तत्त्वहरू समक्ष आत्मसमर्पण गर्ने वा एउटा उत्कृष्ट भविष्य निर्माण गर्न आवश्यक पर्ने अनुशासनलाई अँगाल्ने? निर्णय लिनुहोस् र आफ्नो ध्यानलाई फिर्ता ल्याउनुहोस्।